सवाना भन्ने ठाउँमा आएको अरे बाटो सिकाइदिने उहाँ हुनुहुन्छ है बिहिबार राम्रो राम्रो तरुल रहेछ बिहिबार राम्रो तरुल रहेछ हो शङ्ख र अरुण मिसेको ठाउँ हो यसलाई हामी शङ्खुवा दोभान भन्छौँ आमा केटाले हान्दैछ पौडी हान्दैछ यो कुन कट हो रे अहिले चाहिँ हामी ठ्याक्कै कुन खोलामा अरे यो शङ्ख खोला भोजपुर र शङ्ख सभा खोलाको बिचको हामी चाहिँ यहाँनिर टक्क फुच्चेहरू चाहिँ यत्रो बर्खाको बेला नि यिनीहरूलाई डर लाग्दैन रहेछ पौडी खेलेको बत्तल बाँधेर हान्दैछ यिनीहरू फेरि माछा कतिवटा पर तिमीहरूलाई बर्खामा बगाउँछ बाढी आयो बाढी दुईटा मलाई दे बिहिबार राम्रो तरुल रहेछ बिहिबार राम्रो तरुल रहेछ हिजोबाटको बिहिबार कहिलेसम्म हुने रहेछ यो भोज खानु के भन्ने जानु होला गाईहरू बाटो गाडी नठोकिकन गाडी नै कुद्ने रहेछ कतिवटा पुल तरियो बाइक बिचमा ढुट्टो फेरि टाढोसम्म टार्दो रहेछ हामी जाँदैछौँ भगवानतिर बराबर सोल्टीको बाइक टक्के भयो सब बिहेमा गएर फर्केको टोलिएर र अगाडि गाउँतिर पनि बिहेमा मान्छे ऐसा धेरै हुन्छ लिएर चन्दनपुर स्कुल आइपुग्यो चन्दनपुर स्कुल यहाँ चाहिँ एससी परीक्षा पनि हुन्छ यस्तो छ यहाँको एउटा उला कुकुरको हालत देख्छ बाटो मात्रै हिँड्नु पर्छ कि दाजुभाइ हो अनेक पुथलै हुन्छ कोही बाङ्गो हुँदैछ कोही टिङ्गो हिँड्दैछ कोही ठाडो हिँड्दैछ बाइक चाहिँ नठुङ्कन कोही ठोक्दैन
अगाडि एउटा छ फेरि त्यहाँ एउटा अर्को अगाडि छौ सडक त नि ल गाइजहरू हामी वाना जाँदैछौँ सभा खोला पुल यो सभा खोला रहेछ ओ सभा खोला रहेछ यो लु वाना जाँदा नि भेटिँदो रहेछ गाइजहरू सोइदिएर छ 5 खबर नगरपालिका यो यो बोलाएर कहाँ हिँडेको टोलीहरू हामी यतै हो भाडा साडा पुगेर टक्क लाएर वाना जाने कता हो ए ल जो अरे हो बढ्नु अरे हो फर्किनु जाने पाना भन्ने ठाउँमा गरे बाटो सिकाइदिने उहाँ हुनुहुन्छ है पाना भन्ने ठाउँमा गरे बाटो सिकाइदिने उहाँ हुनुहुन्छ है ए वानामा छु अहिले सुली वाना बजार वाना फोन आयो त फेरि बाटो पनि उस्तै रहेछ गद्दा रहेन त हजुर ठ्याक्कै वाना बजारमा आइपुग्यौँ कता कुन ठाउँ आउन पुस्ता कि कता अरे हजुर ल तपाईँ बाटोमा निक्लिरहनुहुन्छ ए ल ल ल बाटो उस्तै रहेछ नेपालको नक्सा सानै भित्र त पुरा त लामो है नेपालको नक्सा बनाउँदा पनि सानै हो ओ माय गॉड हेलो गाइजहरू यति बेला हामी वानाबाट फर्किने क्रममा खादबारीमा आइपुगेको छौँ यो खादबारीको ठ्याक्कै लोकेसन भन्नुहुन्छ नि शनिबारे हटिया लाग्ने ठ्याक्कै मुनतिर यहाँ बस पार्क यहाँ पर रहेको छ ठ्याक्कै इभी चार्जिङ गर्नेको ठ्याक्कै अगाडिपट्टि एउटा क्याफे छ क्याफेको नाम चाहिँ के रहेछ हामी यहाँ आएर ट्याक्कसँग सोल्टीसँग बसिरहेको छौँ गाइजहरू अब हाम्रो यात्रा भनेको मासतिर गाउँघरतिरको रहनेछ हिजो अब अलिक साँझमा पुग्यो त्यही भएर भ्लग कन्टिन्यू भएन त्यस्तै भयो गाइजहरू छोड्ने झ्याप निन्दा लाग्छ त मलाई त निन्दा त कति लाग्छ गइहाल्यो खिचडिहाल्छ नेपाल चाहिँ यस्तो विकट ठाउँ रहेछ यहाँ अझै नेपाल धेरै विकट हुने हो धेरै ठाउँ बाटो घाटो पुगेको रहेछ यत्र हुन्छ त बालेन्सालाई चाहिँ यस्तो यो विकट ठाउँ बाइकमा पछाडि राखेर चाहिँ बिताउनु पर्ने बेला हो त्यस्तो छ यस्तो विकट ठाउँ छ नेपालमा अझै हाम्रोतिर त धेरै विकास भएको रहेछ नि यस्तो ठाउँहरूमा चाहिँ देशको प्रधानमन्त्रीहरूलाई भिजिट गर्नु लाउनुपर्छ क्या मात्रै हुन्छ क्या काठमाडौँको महलमा बसेर वरिपरि हेर सबै विकासै भएको छ